हेलो गाइज, आज हामी सुरु गर्न गइरहेका छौँ एउटा पागल प्रेमीको कथा। मिसको मायामा पागल भइरहेका हाम्रा साथीको कथा। 30मा छुट्टी हुनेको लास्ट यो मान्छेले गर्दा म्याम अझै पढाउनु 45मा छुट्टी भयो। एउटै कुरा गर्ने हो, त्यही गर्ने हो बस। हेलो गाइज, यो सानोतिनो युट्युबर इज ब्याक होइन। आज चाहिँ मेरो डे 9 ब्लगिङ हो। अनि अब अहिले चाहिँ म भर्खर 8:30 बजीतिर उठाएको छु। आज चाहिँ हल्का छिटो उठाएको छु, 9 बजीतिर उठ्ने टाइम हो नत्र भने। अनि अब चाहिँ म कति पनि हतार नगरी खाना बनाउनु छ, किनभने कलेज पनि जानुपर्छ। अब ब्याचलर लाइफ हो नि त होइन। अनि त्यसपछि चाहिँ अब बाँकी दिउँसो के हुन्छ त्यो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। मलाई हतार पनि छ। अहिले चाहिँ म खाना बनाउँछु ल। क्लास आइपुग्यौँ। पहिलो पिरियड म्यामको पिरियड छ। सर शान्त बसिरहनु क्या अब। सर नि हिजो म्यासेज गर्यो कि नै त? सर म्यासेज गर्नु सागर म्यासेज गरिदिनु त यहाँ मौका छुट्यायो कि हाम्रो हिजो एब्सेन्ट भएको सर पनि आज आउनु भएको छ। हिजो मौका धेरै छुट्याइसक्यो केटाहरूलाई। अब हाम्रो लास्ट पिरियडसम्म यस्तै हुँदै जान्छ। लास्टमा हेर्ने म्यामले सम्झिनु भयो। तिम्रो लागि एउटा बेस्ट आइडिया भन्ने के भन न। म्यामको सब्जेक्टमा फेल हुने नि, अनि पर्सनल ट्युसन बेस्ट आइडिया। फेल भएर पर्सनल ट्युसन पढ्न पाउँछु भनेर मस्क्या नाच्ने गानमा हाई सरोज लेखेको छु क्या। यसले लेखा होइन, मैले लेखा होइन, उसले लेखा होइन, लेखेको छु। म चाहिँ धेरै हो क्या सक्नलाई हो। सुधि मेरो लेखा हाम्रो पनि कोही लेखा होइन नि, हाम्रो पनि कोही लेखा होइन। एमले नि पिडिएफ आइसक्यो। म्यामले त जसरी पनि इम्प्रेस पार्ने भन्ने त यसको मनमै छ कि। ब्लगको क्याप्सन म्यामलाई इम्प्रेस कसरी पार्ने। यस कन्टेन्ट मिल गयो भाइ, कन्टेन्ट। दोस्ती भने यस्तो एउटा ह्याप्पिडेन्ट भेटिएको थियो। सब 4जनाले तपाईँको ह्याप्पी देखाएर एउटा ह्याप्पिडेन्ट 4जना छैन ब्लग पनि कन्टेन्ट एउटा ह्याप्पिडेन्ट भेटाएर 4जनाले खाइदिउँ। लास्टमा थुकिसकेछ मलाई। फोन आयो, सेट मायाको फोन हुनसक्छ। 30मा छुट्टी हुनेको लास्ट यो मान्छेले गर्दा म्याम अझै पढाउनु 45मा छुट्टी भयो। अब पिरियड अर्को छैन। हामी जान्छौँ क्यारम बोर्ड खेल्न। जाने कि छैन आज क्यारम बोर्ड खेल्न? मै त जाने हो, मेन प्लेयरमै हो। यत्र तिमीभन्दा त राम्रो म खेल्छु है। यहाँ एन्टी लाइट पर्छ क्या होइन। अब हामी चाहिँ जान्छौँ क्यारम बोर्ड खेल्न। तर हिजो म्यासेज किन गर्नु हो क्या दाइ यार? त्यस्तो मौका थियो नि। जान लाग्यो क्या छिटो। यहाँ सुदीप आउँछ है। सुदीप यहाँ आउँदो होइन। हिजो त्यस्तो मौका थियो नि म्यासेज गर्दैन क्या यार। यिनको गल्ती हो। आज कस्तो मजाक कुरा हुँदो कुरा अगाडि बढ्दै जान्थ्यो। सेट यही यो गर्ने तिमीले भने मायामा पर्नु ठुलो कुरा हो नि त। तर माया गरेर देखाउनु त्यो पनि झन् ठुलो। मायाले धेरै ठुलो भएन र। अब हेर्नु अब हामी जान्छौँ क्यारम बोर्ड खेल्न। टिम पुग्छ पुग्दैन। आज त 6v6 खेल्नुपर्छ क्या होइन। तिमीलाई छुट्टै हालिदिने यत्र 4v4 त खेलिरहेको थियौँ हामी। आज 6v6 हामी क्यारम बोर्ड खेल्नौँ। हामी आज लाइफको कुरा गर्छौँ होइन। गर्ने न केटा लाइफको कुरा। सिरियस कि बिस सिरियस लाइफमा सिरियस छौँ कि छैनौँ हामी? भविष्यमा के गर्ने विचार छ हाम्रो? भविष्यमा केही छ विचार भविष्यमा गर्ने? एउटै कुरा गर्ने हो, त्यही गर्ने हो बस। भविष्यमा गर्ने भनेको त्यही गर्ने हो। मेन कुरा भनेको त्यही गर्ने हो। कतिपयले गर्नु भएको होइन होइन। तर गर्ने चाहिँ त्यही हो। प्रगति कि भेडे प्रगति गर्ने। त्यही त धेरैले प्रगति गरे छैन के। प्रगति गर्ने तर प्रगति गर्ने तर प्रगतिलाई गर्ने होइन नि फेरि। त्यो हो कुरो। सबका साथीहरू धनी हुन्छ होइन। कसम त्यहाँदेखि यहाँसम्म ल्याएर सब गरिब क्या। अहिले सबको गोजा हेर्ने नि एउटा गोजा नि 10 रुपियाँ पनि छैन। 10 रुपियाँ एउटा रिच किड पक्रियो। अब जान्छौँ हामी नास्ता खान गयो बेला चाहिँ होटलमा भ्लग बन्दैन, किनभने बिजेत गरे जस्तो हुन्छ। हामी जान्छौँ अब नास्ता खान। रिच किड भेट्न सक्दा हामीले खाने हो नास्ता।
जाने कि जानेन सरोज भन जानिन भन न जानियो कि जानियो जानियो जानिन। जानियो कि जानियो 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 भोट आउट अघि न भर्खर खाएर आएन र मैले खाएर आएँ कि पैसा भाउ जाने खाने पर्ने रहेछ नि सेट यार अघि पैसा मेरो- देखेर खाने होइन क्या भोक ला बेला खाने हो पैसा खाने पैसा त जे पनि खाइन्छ बल्ल खर्च भने जान कि सब गइसक्यो कहाँ घर यहाँ नै पिकअप पर्छ त केटीहरू गइगए? गइसक्यो होइन यार सरको पिरियडमा रमाइलो गर्नुपर्छ हामीले होइन गाह्रो भयो अरे लास्ट टाइम मै फेल हुन आशा लाग्यो लास्ट हिजो सरको पिरियडमा नि एनामी पिरियडमा मस्त ध्यान दिएर बसिहाल्ने नै अन्त क्वेसन सोध्छ कि मान्छेले लास्टमा यही मात्र फेल भयो भने कि एनएममै बैठकलाई बैठे आज बैठेका छ होइन त्यो भन्दा नि सरोज सरोज तिमी चाहिँ डिएससीमा फेल हो क्या पर्सनल ट्युसन पढ्न पाउँछौ म्यामको यस्तो दामी फिल होला नि तिमीलाई होइन नभन क्या साँच्चै फेल हुनु फेरि डिएससी गाह्रो भयो यही मात्र फेल भयो भने कि एक त म्यामको पिरियड सक्यो अब सरोज निराश भएर बस्यो निराश स्याड लाइफ ध्यान पनि गएन त सेट म्यामको पिरियड लास्ट हुनु पर्ने क्या बल्ल खुसी हुन्थेँ पहिलो भएर स्याड भएर बसिहाल्यो आजको दिन म्यामसँग भेट्न हुनु पाइने भयो बिछोडाको करौतीले काट्नु मन काट्यो जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो म्यामले छोडेर गएर टेन्सन भइरहेछ म्यामले छोडेर गएर टेन्सन भइरहेछ म्यामको पिरियड लास्टमा हुनुपर्ने सेट नरौ मसँग त आँसु अब साथीको दुःख देख्न सक्दिनँ कि म फेरि अहिले मास्टरले गाली गर्थ्यो म राख्छु अगाडि पढाइरहेको छ आज म एउटा क्वेसन सोध्छु है सर सार्नी हो त्यो क्वेसन ल सुदीप सुदीप आज फर्स्ट टाइम क्वेसन सोधेँ नि मैले सारलाई क्या हिजो ड्रेस लाएर आड्नु भने आज ड्रेस लाएर आज पढ्ने भनेर आएको छ अरू दिन केटी पठाउनु भनेर आउँथ्यो आज पढ्ने भनेर आएको रुगा लाग्छ मलाई फेरि अब लेख्छु म यस्तो गरौँ सुदीप सागर यस्तो गर्नु भर्खर क्या यहाँ कसले ग्यास स्टेसन बम्प क्लास गर्यो नि सरोजले त समोसा समोसा बस्दा पुरा फिल ल्यान्छ समोसा बसाएको रे मजा आएन तर अघि रमाइलो आएको थियो समोसा समोसा समोसाको बास्ना कस्तो थियो क्या समोसाको बास्ना कस्तो थियो अब गएर गएर समोसा खान्छन् बिहान भात नखाएको मान्छे समोसा खाएर आएर रहेछ त्यसैको बास्ना लिएर सरोजले पढ्न पऱ्यो यार अहिले चाहिँ म घर आइपुगेँ क्लास पनि सक्यो सबै साथीहरूसँग छुट्टेँ अनि आजको दिन पनि रमाइलो नै भयो हामी पढाइ पनि हुन्छ तर पढाइको पनि रमाइलो ज्यादा गर्छौँ हामीले चाहिँ त्यस्तै नै छ आजको भिडियो पनि यतिमै इन्ड हुन्छ अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अब म पनि ड्रेस चेन्ज गर्छु धेरै कामहरू गर्नु छ घरमा अलिअलि पढ्नु पनि पर्ला अनि त्यसपछि इक्जाम पनि आइरहेको नि त अनि त्यो भएर ल धन्यवाद।